यस्तो गाडो भएको भए निकाल्दै भइहाल्यो नि। पैसा तिरेपछि यस्तो काम गर्ने मान्छे त जति पनि पाइहालिन्छ नि, होइन र मामा? हुन त हो नि भान्जी, तर के गर्नु, 4 जनाले गर्ने काम त्यो एक्लैले गर्छ। काममा त जेमराजै छ है मोरो, त्यही भएर पनि हामीले निकाल्न नसके हो के त्यसलाई। बरु भान्जीले चाहिँ अलिक विचार पुर्याउनु पर्छ है। हामी जस्ता मान्छेले यस्तासँग दूरी बढाएकै राम्रो, नत्र कति बेला यसको नियत बिग्रिन्छ केही भन्न सकिन्छ। डोन्ट वरी मामा, रमेशलाई कस्तो व्यवहार गर्नुपर्छ त्यो मलाई राम्रोसँग थाहा छ। मलाई माछा मार्ने जालाइन सक्नुहुन्छ भने माछा मार्ने तरिका सिकाइदिनुस्। मतलब मलाई सित्तैमा पैसा दिनुभन्दा बरु त्यही पैसा कसरी कमाउन सकिन्छ त्यो चाहिँ बुद्धि दिनु न। म पैसा र सम्बन्ध कमाउन चाहन्छु, सित्तैमा पाएको पैसा र सम्बन्ध अलि हजम हुँदैन क्या मलाई, त्यही भएर। साँच्ची नै एकदमै अचम्मको मान्छे छ यो रमेश। मान्छे कसरी यतिसम्म सोझो हुन सक्छ? न उसलाई कसैको लपन छपन गर्नु परेको छ, न त उसको चलिरहेको जिन्दगी भन्दा फरक अलि माथि उठेर केही सोध्छ। कुन युगमा बाँचिरहेछ यो मान्छे? उसको यो कुवाको जिन्दगी बाहिर अर्को ठुलो संसार पनि छ भन्ने कुरा पनि थाहा छैन उसलाई, या थाहा भएर पनि कुनै वास्ता छैन। कस्तो एकसुरले बाँच्न सकेको हो यो मान्छे? किन दायाँ बायाँ कतै हेर्दैन, केही खोज्दैन? किन आफ्नो जिन्दगीको कुनै लक्ष्य छैन उसँग? कसरी यो रमेशलाई उसको यो गए गुज्रेको जिन्दगीबाट माथि उठाउने होला? कसरी उसलाई उसले बाँचेको संसार भन्दा फरक र ठुलो अर्को संसार पनि छ भनेर देखाउने होला? कसरी उसलाई जिन्दगीमा दुःख मात्र होइन सुख पनि छ भनेर देखाउने होला? कसरी? अब खै कसरी भन्नु। सीताले एकपल्ट काठमाडौँको राम्रो अस्पतालमा गएर जचाउने भनिराखेको छ। के जचाउने?